हेलो साथीहरू, फेरि पनि स्वागत छ। गुड इभिनिङ। अनि आज चाहिँ म के भन्न गइरहेको छु भन्नाले म चाहिँ आउटडोर एक्टिभिटिजको भन्न गइरहेको छु। अनि अहिले चाहिँ जस्तो कि हजुरहरूलाई थाहा छ, गर्मी बढेछ, समर सिजन चलिरहेछ, गर्मीको मौसम। अनि समर सिजनमा धेरै जस्तो स्कुलले बच्चाहरूलाई चाहिँ स्विमिङको लागि जस आउटडोर एक्टिभिटिज भनेर बाहिरतिर स्विमिङको लागि लगिराख्नु भएको छ। अनि यो यो चाहिँ जस रमाइलोको लागि बच्चाहरूलाई अलिकति उनीहरूको माइन्ड फ्रेस गर्नको लागि अनि अलिकति जे पढाइदेखि अलिकति ग्यापिङ गर्नको लागि पनि हुन्छ। अब किनकि पढ्दा पढ्दा बच्चाहरू एकदमै थाकिसक्नुहुन्छ, एकदम अलिकति लेजी पनि हुन्छ धेरै पढेपछि। अनि अलिकति कस्तो पढ्नुमा पनि खासै इन्ट्रेस्ट गर्दैन। अनि त्यही भएर बच्चाहरूलाई टाइम टाइममा एक्टिभिटिजहरू चाहिँ गराइराख्नुपर्छ। अब एक्टिभिटिज इन्डोर होस् चाहे आउटडोर होस्, जस बच्चाहरूलाई चाहिँ यसो एक्टिभिटिज गराइराख्नुपर्छ। अनि यसले गर्दा बच्चाहरूको माइन्ड चाहिँ फ्रेस हुन्छ। अनि अहिले चाहिँ स्विमिङमा अब जस बच्चालाई स्विमिङ भन्ने बित्तिकै एकदमै रमाइलो कि एकदमै ह्याप्पी हुने, अनि कहिले स्विमिङ लैजाने, कहिले हामी जाने भन्ने जस्तो एकदमै उनीहरूलाई कस्तो हुन्छ कि अनि एकदमै इन्ट्रेस्ट हुन्छ। अनि त्यही भएर प्यारेन्ट्सहरूलाई पनि भन्न चाहन्छु कि बच्चाहरूलाई अब इन्डोर एक्टिभिटिज त टिचरले गराइराख्नुहुन्छ, तर अब आउटडोर एक्टिभिटिजहरू चाहे पिकनिक हो चाहे स्विमिङहरू हो, अब स्विमिङहरू त्यसमा त अब पैसा तिर्नुपर्छ, तर पनि बच्चाहरूको लागि बच्चाहरूलाई फ्रेस होस् भनेर उनीहरूको माइन्डहरू उनीहरूले रमाइलो होस्, अलिक एकछिनको लागि भए पनि एक दिनको लागि भए पनि उहाँलाई चाहिँ त्यसमा इन्भल्भ गराउनुहोस्। अनि त्यो चाहिँ बच्चाहरूको लागि पनि राम्रो हो, बच्चाहरू ह्याप्पी हुन्छ। अनि यस्तो आउटडोर एक्टिभिटिजमा सकेसम्म बच्चाहरूलाई इन्भल्भ गराउनुपर्छ। अब यसले चाहिँ बच्चाहरूको माइन्ड फ्रेस हुन्छ। अनि थोरै टाइमको लागि भयो भने अनि फेरि उनीहरू एकदमै कस्तो हुन्छ भने एक्टिभ हुन्छ कि यस्तो एक्टिभिटिज गरेपछि फेरि उनीहरू एक्टिभ हुन्छ। अनि उनीहरूले पढ्ने इच्छा पनि उनीहरू गर्दो रहेछ। अनि जे कुरोमा पनि उनीहरू अलिकति एक्टिभ हुँदो रहेछ यस्तो एक्टिभिटिजहरूले गर्दा। अनि जे होस्, अहिले समर सिजनमा स्विमिङ चाहिँ एउटा राम्रो एक्टिभिटिज हो, आउटडोर एक्टिभिटिज बच्चाहरूको लागि।